हेलो गाइज, आज फेरि धेरै पछाडि है एउटा भ्लग लिएर आएको छु। यहाँ साथीको यता साथीसँग आइरहेको छौँ है। यो दुबईको अल्फेल गेट हो। साथीको आज फोन किन्नु आँटेको हामी। मोबाइल पसल लिएको हो गाइजहरू, धेरै पछाडि है भिडियो हालिँदैछु आज। तपाईँहरू हेरिदिनु होला। हामी कुन फोन किन्नु गइरहेको छौँ भने तपाईँहरू एकछिन हेर्नु होला है। फोन सस्तोमा लिइरहेको छ। हामीले चाहिँ हेरेको थियौँ भिडियोमा 1150 त्यस्तै, तर यहाँ 900 खुसी भइरहेको छ। यता कस्तो भइरहेको खुसी है। पहिले साबरी मागिने थियो यार, यस्तो बिजोको ड्युटीमा आज उसको फोन किन्नुको लागि है। फोन चाहिँ यही हो। यिनीहरू आज अफरमा आइरहेको छ। ल चेक गर, चेक गर सबै प्रोसेस चेक गर ब्रो। हेर्दैछ है प्रोसेस यस्तो छ। उसले खोजेकै यही हो क्या माथि यो जुन भन्छ नि यो 61 नै उसले खोजेको हो यो। Oh my God! Wow! प्रोसेसको गेमिङ हो क्या, पुरा गेमर फ्री फायर पुरा। लास्टसम्म है फाइनल्ली फोन हामीले किनिसकेको छ। केटाले एटिएम दबाई सहित छ। 940 हाँसिरहेको छ है। 1000 दिराम उफ्रिरहेको छ है। धेरै हाँसिरहेको छ। 940 यहाँको 940 दिराम चाहिँ नै चट्ट गइरहेछ है। फोन चाहिँ यही हो, होनर X9C हो। बवाल छ गेमको लागि है। पुरा अब गेम हान्ने अरे। 12 GB ऱ्याम बवाल छ। क्यामेरा उस्तै खतरा छ। ल ठ्याक्कै हामी फोन किनिसकेर बाहिर निस्किसक्यो है गाइजहरू। हामी चाहिँ फेरि मार्केटतिर जानु आँटेको हो, बङ्गाली मार्केट। के भन्नु, फेरि चटपटेको भोगीहरू परियो है हामी। त्यही भएर चाहिँ अलिकति हामीलाई चटपटे हेर्नु मन लागेको छ। भोगी सकेर उसको चाहिँ छुट्टी हो। रातभरि फ्री फायर हान्छु भन्दै थियो। अनि चटपटे खानु हामी हिँडेको। मेरो त भोलि ड्युटी छ। ड्युटी भएर म त्यही पनि जाने नै छु। ल बङ्गाली मार्केट लाग्यो है अब चाहिँ चटपटे खानुलाई अरे। चटपटे हामी बाटोमा गइरहेको छ है। बसमा पुरा बसमा गइरहेको छ। अब यहाँबाट लाग्छ होला झनै 15-20 मिनट जति लाग्छ नि। हेर्दै गर्नु होला। पुरा खाली छ। चटपटे झ्याप्प हाल्ने हो अब यहाँ। हाम्रो नेपाली दिदीहरू, हाम्रो नेपाली दिदीहरू। आयो रे मा। भाइ
थरी थरीको छ कि यहाँ चाहिँ के खानु मलाई सब छ यहाँ सब छ हो त एउटा चाख्नु त इसमें से खा लेता हूँ क्या पता बढी हुन्छ होला फेरि भोलि टोइलेट धाउँदा धाउनु अलि हाम्रो छ है चटपटी यहाँ छ हाम्रो छैन यस्तो छ है ए हो के भन्छ नि सिकुटी मोमो चटपटी यहाँ राख्छ कोक पनि छ है अहिले ऊ चाहिँ अहिले भर्खर आएको क्या राईपुर मस्त बिजी छ के को बागलुङ्गे थाहा भएन कन्ने गो थाहा भएन मारा किन थाहा भएन भन्छु कहाँ गरे कपाल यस्तो पारा आउँदैन अर्कै पालेको हुन्छ नि मकर त्यो नयाँ आएको शिव हालिदिन्छु म सितिरिको भनेर नम्बर लगाएर पैसै हाल्दैछ त्यो त हरामी छ म भन्छु दादा ड्रेस त ठ्याक्कै हो क्या अनि रिसनको र यहाँको कलर मात्रै फाल्छ पेन अनि प्यान्ट चाहिँ ठ्याक्कै सर्ट जस्तो ओ केटा यो पनि खाऊ न सिकुटी नि दामी छ त यो चाहिँ फेरि थपनी मोमो अहिले चाहिँ आन्टीले अलिक लास्ट अरे कि अलिक टन्नै हालिदिनु भएको छ यहाँ पनि पानी पनि लिएको छ है हामीले अघिको चम्ची चाहिँ सकाइहालेको
मोमो नि अमन भयो खाऊ है किलो वाली है तातो हो रहा है ओए मोमो कि म भन्छ खाऊ मा खाऊ छिरो ए छिरो खाऊ न छिरो खाऊ यो सकाउनु पर्छ माका किनभने चिल्लोलाई टार्ने यहाँ पानीपुरी पनि ल्याइदिएको मोमो उठाऊ खानु भाग लगाउने अब केटा अब भाग लगाउने तिम्रो तिनवटा तिम्रो तिनवटा मेरो एउटा उही माया हुँदैन बान्दिरामको त अझै छ है केटा छिटो खाएँ 20 dirham boleh kok. Yo 10 kok क्या Sao? Chưa không? Jल्दी ơi, jल्दी खाओ ơi. के अरे हो त्यो मलाई दियो यो चाहिँ तिमीहरू दुई ल के अरे चाबी हालिरहेको दुईटै सिधै लिएर हिँड्छ जे होस् हिँड्छ कुद्छ होइन ल यो एउटा टिप गर त्यो गन्ताउदैन एउटा ओ टिप तिमी हावा ल है हावा हानै गर ôi ôi cô khẩu mưa là cô hầu mà soi chín mà ai cho con con nè chưa chưa ôi 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 tôi tôi này được còn gì ở đây ta bán nào cái tôi này mình đi rồi cái không biết nó bán cái không phải đây cái không biết lấy đi bạn lấy đi rồi trả tiền không chúng tôi sẽ लगभग हामीले सबै होइन पानीपुरी चटपटे मोमो सबै खाइसक्यो सेपो पनि खाइयो है अब हामी चाहिँ घरतिर लागेको रुमतिर